सेवा गर्न आउनुको लागि हामीलाई फुर्सदको समय मिल्यो भने, कतै जानु नपर्ने पर्यो भने, कहीँ केही काम छैन भने सङ्गति आउनु कसैको बानी हुन्छ। के त्यो परमेश्वरलाई गरेको समर्पणको प्रेम हो? परमेश्वरले त यस्तो समर्पणको प्रेम भन्नुभएको छ जो चाहिँ अब्राहमले आफ्नो छोरालाई भन्दा बढ्ता परमेश्वरको वचनलाई प्रेम गरेको छ। यस्तोले आफ्नो ज्यानलाई दाउमा लगाएर उनले चाहिँ आफ्नो जनहरूलाई बचाउनको लागि उनले आफ्नो ज्यानलाई दाउमा हालेको छ। आज कतिजना पुस्तकहरूमध्ये चर्चमा आउने बानी छ र कतिले चाहिँ हामीलाई चर्च आउनु पनि कस्तो बोल्छ, किनभने हामीले यो कुरो नबुझेको कारण प्रभुले हामीलाई यति धेरै प्रेम गरेर यति धेरै सेक्रिफाई गर्नुभएको छ, तर हामीले परमेश्वरको वेदीलाई हामीले एकदम हेरचेक्रे गरेर उब्रेको समय कहीँ केही काम नभएपछि अनि बल्ल हामी चर्चलाई समय पास गर्नुपर्छ। आज यो कुरा मैले यहाँ भनेको थिएँ कि धेरै वर्ष अगाडि कुनै ठाउँमा मैले यो कुरा भनेपछि यो चर्चमा जागृति आएको छ। किनभने हामीले यो कुरो बिर्सेको छ कि प्रभुलाई हामीले राम्रोसँग चिनेकै छैन, प्रभुलाई हामीले राम्रोसँग देखेकै छैनौँ। हामी एउटा चाहिँ जो पशुपतिको ठाउँमा मण्डली जान्छौँ, त्यति मात्रै फरक छ। तर तपाईँले चिन्नुहुन्छ नि, जब तपाईँलाई परमेश्वर चिन्नुहुन्छ नि, पावल कस्तो थिए मान्छे थाहा छ? एउटा बडा हाकिम, उनले भनेपछि एउटा ब्रिगेडियर चाहिँ जो जे भन्यो उनले त्यो मान्नु व्यक्तिले जब प्रभुलाई चिने, त्यहाँबाट सबै कुराहरू प्रभुलाई अर्पण गरेर परमेश्वरको राज्यको लागि आफैसँग प्रिय हो। आज तपाईँहरू यो खालको समर्पण गर्ने परमेश्वरको महिनालाई हामीले आशिष गर्छौँ। परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँको प्रत्येक बुद्धिलाई, प्रत्येक शब्दलाई, प्रत्येक वचनलाई हामीले कदर गर्नु, अनि मात्रै हामीले कृष्णमा भएको र परमेश्वरमा भएको अनि हामीले बल्ल सङ्गति गरेको पाउनुपर्छ। आज तपाईँ हामीलाई परमेश्वरले यति धेरै कुराहरू भन्नुभएको छ। अघि हामीले रोमीको किताब 12 अध्यायमा राम्रोसँग मैले व्याख्या गरेको त्यहाँ के भन्नुभएको छ? तिमीहरूको सट्टामा बदला लिने काम म गर्नेछु। मैले भनेको होइन, यो कुनै लेखकले भनेको, यो परमेश्वरले गरेको प्रतिज्ञा हो। हाम्रो जीवनमा धेरैपल्ट अवसर आउँछ, अब धेरैपल्ट अवसर आउँछ, तर परमेश्वरले बोल्नुभएको प्रतिज्ञा साँचो छ। हाम्रो सट्टामा प्रतिज्ञा गर्ने चाहिँ प्रभु हुनुहुन्छ। यतिसम्म उहाँले प्रभु यीशु ख्रीष्टले कष्ट सहनुभयो, हामीले हिसाब गर्न सक्दैनौँ। हामीले एउटा छुरीले औँला यति काट्यो भने गलै काट्यो जति गरी आत्तिन्छ, ग्रुप उक्लिन्छ। तर विचार गर्नुहोस्, तपाईँ हाम्रो लागि प्रभु यीशु ख्रीष्टले त्यो छित्रा हुने गरी कोर्रा खाँदाखेरि कोर्रा पनि फलामको र सिसाको टुप्पाहरूले चिताउँदाखेरि भित्र हड्डीसम्म देखिने तान्दाखेरि नसा समेत छाला तान्दा कस्तो त्यतिखेर पनि परमेश्वर यीशु ख्रीष्टलाई त्यो सैनिकहरूले मौका दिँदै थियो, आजैबाट यो बन्द गर्छु भने अहिले हामी तपाईँ छोडिदिन्छौँ। तर प्रभु यीशु ख्रीष्ट आफूलाई त्यागेर हार्नु भएको तपाईँ हामीलाई, तपाईँ हाम्रो प्रेमी खालको, किनभने तपाईँ हाम्रो पापलाई क्षमा मात्रै होइन, तपाईँ हामीलाई स्वर्गको स्थान फेरि पनि दिलाउनुहुन्छ, पुनर्स्थापित गर्नुहुन्छ। अनि प्रभु यीशु ख्रीष्टको पुनरुत्थान नभइकन हाम्रो पुनरुत्थान ग्यारेन्टी छैन। त्यसकारण प्रभु यीशु ख्रीष्टले
कस्तो प्रकारले प्रेम गर्नुपर्छ र त्यही कुरो तपाईँ हामीलाई सिकाउँदैछ। यदि तपाईँ हामीले प्रभुलाई प्रेम गर्दैछौँ भने हामी आफ्नो कमाइ पनि हामीले त्यो आफ्नो कमाइ भनेर राख्दैनौँ, आफ्नो समय पनि आफ्नो समय भनेर राख्दैनौँ। हामीले कहीँ घरेलु सम्बन्धी राखौँ भन्दा खै फुर्सद छैन, यो फुर्सद छैन भने क्रिस्चियनहरूको भाषा चाहिँ नि एकदम बन्द गर्नु होला। केही कारण बताउनुहोस्, म यस्तो यस्तो छ, फुर्सद छैन कहिले नभन्नुहोस् है। यो चाहिँ श्रापको शब्द हो, यो शैतानले बोल्न लाउँछ। किनभने फुर्सद नहुने हामीसँग कुनै कुरै छैन, किनकि सबै कुराको समय परमेश्वरले दिनुभएको छ। मैले तपाईँलाई घमण्ड गरेको थिइनँ, म 36 घन्टा काम गरेर पनि परमेश्वरको वेदीमा दौडेर भए पनि म पुगेर घोडा टेक्न पुग्थेँ, विदेशमा तपाईँ। यो हो हामीले परमेश्वरले जुन कष्ट गरेर हामीलाई बचाउनु भएको छ नि, हाम्रो पनि सानोतिनो सेक्रिफाइस दिएर परमेश्वरको आशिष पाउन मुस्किलै छ। सानोतिनो परिश्रमले, सानोतिनो बलिदानले प्रभु यीशु ख्रीष्टले आज हाम्रो लागि स्वर्ग दिनुभएको छैन। यो कुरो तपाईँ हामीलाई राम्ररी थाहा छ भने आज तपाईँ हाम्रो प्रेम परमेश्वरमाथि कति छ। यदि परमेश्वरलाई प्रेम गर्छौँ भने परमेश्वरको वेदीलाई हामी प्रेम गर्छौँ। परमेश्वरको देह हो, परमेश्वरको देहलाई हामी प्रेम गर्छौँ। परमेश्वरले त्यही कुरो भन्नुभएको छ, तिम्रो परमेश्वरलाई धेरै त्यतिखेरका सदुकी फरिसी विद्वानहरूले धेरै कुरो बताउँदा पनि सबै कुरामा परमेश्वर यीशु ख्रीष्टले खण्डन गर्दै लानुभयो। उनीहरूले केही कुरामा पनि अत्तो थाप्न सकेनन् र उनीहरूले यो कुरामा यसले के भन्दो रहेछ भनेर वरिपरि खेर लागेर सोधेका हुन्, यी सबभन्दा महान नाट्य चाहिँ कुन चाहिँ छ? अनि प्रभु सारा हृदय, सारा समझ, सारा आफ्नो परमेश्वर। अनि वेदी भनेको चाहिँ परमेश्वर प्रिय हो। आज हामी यहाँ किन आउँदैछ भने परमेश्वरसँग भेट्नलाई, परमेश्वरसँग सङ्गति गर्न, परमेश्वरसँग आशिष पाउन, परमेश्वरसँग हाम्रो पश्चाताप गर्न हामी आउँछौँ, टाइम पास गर्न होइन। यो वेदी तपाईँ हामीले यो मण्डलीको अङ्ग प्रत्यङ्ग, हामी बाँदरको अङ्ग प्रत्यङ्ग होइन, हात्तीको अङ्ग प्रत्यङ्ग होइन, हामी प्रभु यीशु ख्रीष्टको अङ्ग प्रत्यङ्ग, यो वेदीको अङ्ग प्रत्यङ्ग। त्यसकारण यो वेदीलाई यदि तपाईँ हामीले परमेश्वरलाई प्रेम गर्छौँ भने यो वेदी परमेश्वरको देह, त्यसलाई प्रेम गर्छौँ। आराधना भक्तिको योग्य बन्नुहोस्, नम्र आत्मा बन्नुहोस्, अहङ्कार छोड्नुहोस्। यो अहङ्कार भने चाहिँ हामीलाई बर्बाद गर्ने शैतानको हतियार। म धेरै लामो कुरो भन्दिनँ, तपाईँले बुझिसक्नुभयो। हामी परमेश्वरको वेदीको अङ्गहरू हौँ। हामीले परमेश्वरलाई वेदीमा परमेश्वरलाई प्रेम गर्न हामी तपाईँहरूलाई यो वेदीमा चुन्नु भएको हो। मैले अस्ति नै एकजना बहिनीले फोनमा कुरा गरेर मैले सुनेँ, होइन म यता नजिकै चर्च छ, म यतै नजिकै जान्छु। त्यो भनेर मैले स्पष्ट सुनेँ। त्यो चाहिँ हाम्रो आफ्नो